दर्शकबिन नमस्कार। अहिले हामी सन्दकपुर गाउँपालिका वार्ड नम्बर 4 मा छौं र यो चाहिँ स्याङबा टोल हो। माइखोला नजिकै रहेको यो टोलमा अहिले हामी जुन ठाउँमा छौं यहाँ 3 परिवार बस्दै आउनुभएको थियो। तर हेर्नुस्, पहिरोले घर दायाँबाट पनि बायाँबाट पनि पहिरो खसेपछि यहाँ चाहिँ बस्दै आउनुभएका परिवारहरू त्यस दिन 3:30 बजे चाहिँ पहिरो झरेको थियो। मुस्किलले ज्यान जोगाउनु भएको छ। घरको यो दायाँपट्टि यसरी पहिरो खसेको छ र अहिले यो घरको अवस्था हेर्नुस् यस्तो छ। घर अगाडि यहाँ किचन चाहिँ पुरै भत्केको छ। घर हेर्दा सुन्दर देखिन्छ, तर हेर्नुस् यो ठाउँमा घर अगाडिको भाग हो। यो भाग्ने अवस्था पनि थिएन। कसरी भाग्नु हो त्यसबेला यस्तो देखिन्छ। र यसभन्दा पछाडि यो घरको बायाँको भाग हो। बायाँ भाग हेर्नुस् न, यो अवस्था यस्तो छ। दायाँ र बायाँ दुईतिरै पहिरो जाँदा पनि उहाँहरूले मुस्किलले ज्यान जोगाउन सफल हुनुभयो। यो घरको बायाँपट्टिको भागमा ठुलो पहिरो माथिबाट चाहिँ झरेको अवस्था छ। हेर्नुस् पहिरो कस्तो अवस्था छ। यो टोलको अध्यक्षले भनेअनुसार यो स्याङबा टोलमा 110-12 घर परिवार बस्नुहुन्छ, तर सबै जोखिममा हुनुहुन्छ। सबै पहिरोले खसेको अवस्था छ।